प्रसिद्ध लेख एन्ड नमस्ते। आज म तपाईँहरूलाई साका दावाको बारेमा थोरै जानकारी गराउन चाहन्छु। साका भनेको एक किसिमको ताराको नाम र दावा भनेको महिना। टिबेटन लुनर क्यालेन्डरको 4 को महिनाको पूर्णिमाको दिन यो तारा उदाउने र छुल्काउने भएकोलाई यो महिनालाई साका दावा भनिन्छ। यो महिना बौद्ध धर्म मान्नेहरूको लागि सबैभन्दा महत्त्वपूर्ण महिना मानिन्छ, किनभने यस महिनामा बुद्धको जन्म, बुद्धले राजदरबार त्यागेर भिक्षु बनेको, बोधि प्राप्त गरेको, दानवहरूको विनाश र परिनिर्वाण जस्तो बुद्धको जीवनकालमा सबैभन्दा महत्त्वपूर्ण क्षणहरू यस महिनामा घटेकोले यो महिनालाई बुद्ध धर्मावलम्बीहरूले सबैभन्दा महत्त्वपूर्ण महिना मानिन्छ। यसैले यस महिनामा पुण्यको काम गर्यो भने 100 गुणा बढ्नेछ र पापको काम गर्नुभयो पनि 100 गुणा बढ्ने हुनाले सकेसम्म पुण्यको काम गरेर बुद्धको मार्गलाई पालना गरौँ। धन्यवाद।